रसुवा बाढीको विनाश, हालसम्म 157को शव फेला, सङ्कटग्रस्त क्षेत्र घोषणा। खोजखबर.com। रसुवामा आएको भीषण बाढीले ठुलो मानवीय र भौतिक क्षति पुर्याएको छ। उद्धार टोलीले अहिलेसम्म 157 जनाको शव फेला पारेको छ भने गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित धेरै जनप्रतिनिधि र स्थानीय बासिन्दाहरू अझै बेपत्ता छन्। बेपत्ता सुरक्षाकर्मीहरूमा 44 नेपाली सेना, 28 नेपाल प्रहरी र 13 सशस्त्र प्रहरी गरी कुल 85 जना रहेका छन्। त्यसैगरी बाढीमा 391 विदेशी र 93 स्वदेशी गरी 484 पर्यटक, 196 जलविद्युत क्षेत्रका कामदार, अध्यागमन र भन्सारका 10 कर्मचारी तथा जलविद्युतका अन्य 40 कर्मचारी समेत प्रभावित भई बेपत्ता वा सम्पर्कविहीन भएका छन्। भौतिक पूर्वाधारतर्फ 19वटा मोटरेबल पुल र 40 किलोमिटर सडक पूर्ण रूपमा क्षति भएका छन्। यसका साथै 748 मेगावाटका सम्पन्न तथा निर्माणाधीन जलविद्युत आयोजनाहरू अवरुद्ध हुँदा सम्पूर्ण क्षेत्रमा विद्युत र सञ्चार सेवा ठप्प भएको छ, जसको पुनरुत्थानका लागि वैकल्पिक उपायको खोजी भइरहेको छ। स्थिति गम्भीर बनेपछि सरकारले बाढी प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। यो विपत्तिमा भारत, चीन र विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय निकायहरूले उद्धार तथा पुनर्निर्माणका लागि सहयोगको प्रतिबद्धता जनाएका छन् भने स्थानीय क्षेत्रबाट सामाजिक संस्था, सामाजिक व्यक्तित्वहरू पनि सहयोगको लागि अपिल गर्दै सही कार्यमा जुटेका छन्।